Hi everyone, welcome back to my channel guys. After 2 months पछि चाहिँ नि म नयाँ रिएक्सन भिडियो लिएर आएको छु है हजुरको लागि। यो चाहिँ नि हाम्रो नेपाली मुभी जेरी अन टपको चाहिँ नि ट्रेलरमा गर्न गइरहेको छु गाइस। यो रिएक्सन भिडियो स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ नि हाम्रो बडा दशैं चाहिँ नि सकिए तापनि हजुर सबैलाई ढिलै भए पनि शुभकामना दिन चाहन्छु अनि अब आउँदो हाम्रो तिहारको पनि सबैजनालाई मेरो सब्सक्राइबर, मेरो नन सब्सक्राइबर अनि मेरो हुनेवाला सब्सक्राइबर सबैजनालाई चाहिँ नि तिहारको धेरै धेरै शुभकामना अनि सबैजनालाई राम्रो भओस् अनि फलो होस् अनि सुस्वास्थ्यको चाहिँ नि धेरै धेरै कामना दिन चाहन्छु गाइस। सो जेरी अन टपमा मेन लिडमा चाहिँ नि हाम्रो अनमोल केसी हुनुहुन्छ एन्ड देन जसिता गुरुङ एन्ड आशा शर्मा हुनुहुन्छ नि त गाइस। सो कतिपय सङहरू चाहिँ आउट भइसकेको छ अनि सङहरू चाहिँ नि मैले सुनेको थिएँ है कतिपयहरू, तर मुभी ट्रेलर चाहिँ नि फाइनल्ली आज रिलिज भएको छ। एराउन्ड 4 आवर्स एगो भएको रहेछ अनि 110K चाहिँ नि भ्युजहरू आइसकेको छ है यो ट्रेलरमा। सो यो मुभीमा चाहिँ नि आई थिङ्क लभ ट्रायङ्गल पनि देख्न पाइन्छ होला गाइस। सो बाँकी कुरा चाहिँ नि हामी ट्रेलरबाट अलिअलि थाहा पाउनेछौँ। सो लेट्स स्टार्ट। So we have Miss Paul from Germany, जसले भर्खरै केटो माउन्टेन आरोहण गरेर आउनु भएको छ। मिस्टर जोन्सन फ्रम US, जसले 10 वटा भन्दा बढी 8000 प्लस एल्टिट्युडको माउन्टेन्सहरू आरोहण गरिसक्नु भएको छ। आई थिङ्क गाइस यो मुभीको बारेमा भन्नुपर्दा चाहिँ नि मेबी अब हामीले देखेछौँ नि त यो जुन ट्रेलरमा जुन मेन पोस्टर छ नि लाइक थम्बनेल छ नि त्यसमा चाहिँ नि हिमालहरू देखाएको छ नि त। मेबी यो चाहिँ नि माउन्टेनहरू चाहिँ नि अब आरोहण गर्ने विषयमै होला जस्तो लाग्छ, जुनमा चाहिँ नि अलिकति लभ ट्रायङ्गलहरू पनि मिसिएको हो जस्तो लाग्छ है। And we have Jerry. Finally, Jerry, अनमोल केसी। अब जेवी सिंह राणा उर्फ जेरी एभरेस्ट चढ्दैछ। Why Everest? विजयलाई हराउन को? उहाँको साक्खै मम्मीको साक्खै श्रीमान। अरूले भेकमा दिएको जितभन्दा आफूले मेहनत गरेको हारमा बढी सन्तुष्टि लिन सक्नुपर्छ। इन्ट्रेस्टिङ है। सो यहाँ चाहिँ हाम्रो अनमोल केसीको बाबाको रोल चाहिँ नि भुवन केसीले नै खेल्नु भएको रहेछ। कस्तो मजाको देखेको क्या, लाइक त्यो एक्टिङ गर्ने एटिट्युडहरू चाहिँ नि लाइक भुवन केसी चाहिँ एकदमै मास्टर नै कम्प्लिट गर्नुभएको मान्छे हो नि त लाइक एक्टिङमा होइन। त्यही भएर पनि त्यो भुवन केसी आउन साथ नै त्यो हुन्छ नि त्यो एक्टिङको एटिट्युडहरू नै चेन्ज भएको जस्तो लाग्यो है मलाई चाहिँ नि ट्रेलर हेर्दाखेरि। सो यहाँ चाहिँ नि एज वी नो होइन मुभीको नेम नै जेरी अन टप छ। सो जेरी चाहिँ नि आफ्नो फादरलाई च्यालेन्ज गर्नुलाई चाहिँ नि बिट गर्नुको लागि चाहिँ नि एभरेस्ट क्लाइम्ब गर्नु ठानेको रहेछ होइन गाइस। सो लेट्स कन्टिन्यू। मेरो बुवाले अहिलेसम्म मलाई बच्चादेखि सबै कुरामा हराउनु भएको छ। त्यही भएर म उहाँलाई चढेर देखाउँछु। Because I want to show is the best. ओ मिस पेमा, अहिलेसम्म 340 भन्दा बढी मान्छेले आफ्नो लाइफ गुमाएको छ एभरेस्टमा। एन्ड यु मिस्टर राणा, यदि तपाईँलाई लाग्छ कि पैसा हुँदैमा सबै कुरा हुन्छ भने यु आर रङ। जेरी, ह? just call me Jerry. मिस्टर राणा भनेको जस्ट कल मी जेरी भन्नुभयो। यहाँ चाहिँ नि जसिताको रोल चाहिँ नि मेबी त्यो माउन्टेन क्लाइम्ब गर्दाखेरि चाहिँ प्रिपेयर गराउने मान्छे हुनुहुँदो रहेछ क्या है, लाइक हुन्छ नि ट्रेनिङहरू दिने अरू के चाहिन्छ भन्नेहरूमा प्रिपेयर गराउने मान्छे हुनुहुन्छ जस्तो लाग्यो है। सो एज अ स्टार्टमा चाहिँ नि हिरो हिरोइनीको मेबी हिरो हिरोइन नै हुनुहुन्छ होला है उहाँहरू। हिरो त आई नो, तर हिरोइनी चाहिँ नि फर्स्ट लिड र सेकेन्ड लिड हुन्छ नि त। यहाँ चाहिँ नि दुईवटा हिरोइनीहरू हुनुहुन्छ, आशा शर्मा अनि जसिता गुरुङ हुनुहुन्छ। आई डोन्ट नो है मेन लिडमा चाहिँ कुन हुनुहुन्छ थाहा छैन, तर यसमा चाहिँ नि जेरी र मिस पेमाको चाहिँ नि अलिकति राइभरली टाइपकोबाट नै स्टार्ट हुने रहेछ है रिलेसनसिप जस्तो लाग्यो है गाइस। सो लेट्स स्टार्ट। मलाई त यस्तो केटा चाहिन्छ जोसँग मेरो ब्रेकफास्ट लुक्लामा, लन्च बेस क्याम्पमा अनि डिनर एभरेस्टमा। I mean seriously, जसले पनि तिमीलाई पाउँछ नि, he's gonna be very lucky. I love you, Jerry. थाहा हुँदा हुँदा कि you are the star which twinkles in someone else's sky. I just want to be independent, ke Jerry. यहाँ आयो नि त होइन Can you please? बल्ल आशा शर्माको रोल आयो नि त है। सो थिङ्क
इन माई ओपिनियन होइन के हुन्छ थाहा छैन है, त्यो चाहिँ नि मुभी नै हेर्नुपर्छ गाइस। सो इन माई ओपिनियन मैले बुझेसम्म अनुसार चाहिँ नि मेबी हाम्रो आचार शर्मा र मिस्टर जेरी चाहिँ नि पहिला रिलेसनसिपमा हुनुहुँदो रहेछ, एन्ड देन यो माउन्टेन चढ्ने यताउति प्रिपेयर गर्ने टाइममा चाहिँ नि हाम्रो मिस पेमा चाहिँ नि जेरीसँग माया बस्दो रहेछ भनौँ होइन, बट सी नोज कि लाइक उहाँको चाहिँ नि पहिला नै गर्लफ्रेन्ड हुनुहुँदो रहेछ भन्ने चाहिँ नि थाहा हुँदो रहेछ। सो इट विल मेक लाइक हुन्छ नि कम्प्लिकेटेड लभ स्टोरी है गाइस। सो आशा शर्माको रोल पनि एकदमै दामी लाग्यो है मलाई, एकदमै इन्डिपेन्डेन्ट वुमेन खालको। बेसिकली भन्ने हो भने चाहिँ नि यो मुभीमा चाहिँ नि मेन लिडमा हुनुहुन्छ नि आशा शर्मा अनि अनमोल केसी र जसिताको चाहिँ नि एकदमै एज अ एक्टर एक्ट्रेस चाहिँ नि बे जल्दी बोल, कल सुबह पनवेल निकलना है। फिल्ममा चाहिँ नि एकदमै राम्रोसँग कास्टहरू चाहिँ नि राख्नु भएको छ जस्तो लाग्छ है, एकदमै हुन्छ नि मुभी नि हेरौँ हेरौँ जस्तो खालको बनाउनु भएको छ नि त, कास्टिङको लागि चाहिँ नि एकदमै राम्रो चोइस गर्नुभएको छ जस्तो लाग्छ है गाइस। सो लेट्स कन्टिन्यू। Stop acting like an 8-year-old kid. होइन म कुरा पनि कोसँग गर्न आइरहेको छु के अब तँलाई मन पराउने सबैजनासँग झगडा गर्दै हिँड्यो भने त सबैजनालाई पिट्दै हिँड्न पर्ला नि फेरि। Don't touch me. What the fuck? यो माया भन्ने कुरा पनि आफ्नो कन्ट्रोलमै नहुँदो रहेछ यार मामा। यो पछाडिको पार देखिरहेको छौ नि त्यसको टुप्पामा जानी मङ्लेङ्ग फराली मबाट भुल भयो के हो? Just leave me alone, Jerry. त जहिले मेरो फर्स्ट प्रायोरिटी भइस तर म तेरो हुन सकेन मामु भन्ने अधिकार तैँले गुमाइसके जेरी। प्लिज ट्राई टु अन्डरस्ट्यान्ड। यहाँ चाहिँ नि एकदमै धेरै कुरा कम्प्लिकेटेड छ जस्तो लाग्छ, लाइक चाहिँ फादरसँग रिलेसनसिप कम्प्लिकेटेड थियो, देन मदरसँग पनि रहेछ जस्तो लाग्यो, एन्ड देन गर्लफ्रेन्डहरूसँग, सो गर्लफ्रेन्डसँग पनि कम्प्लिकेटेड हुँदै जान्छ, एन्ड देन पेमासँग पनि कम्प्लिकेटेड हुँदै जाँदो रहेछ है। सो एकदमै इन्ट्रेस्टिङ होला जस्तो छ, लट अफ लाइक हुन्छ नि ट्विस्ट एन्ड टर्नहरू होला जस्तो छ है यो मुभीमा चाहिँ गाइस। जेरीको नाम पनि म यो घरमा सुन्न चाहन्न। मसँग यो बाहेक अब केही उपाय छैन। अब चढ्छ जेरी अन टप। कोही खस्यो जस्तो लाग्यो मलाई गाइस। म खान्छु के जेरी मेरो गल्ती के भयो I promise I'll never hurt you. असोज 31 गते 17 अक्टोबर है गाइस। सो यो मुभी रिलिज हुँदै रहेछ है गाइस 17 अक्टोबरमा। ट्रेलर हेर्दाखेरि चाहिँ लास्टमा हेर्दा चाहिँ एकदम हुन्छ नि खिन्न हुने खालको के त्यो माउन्टेन चाहिँ नि म चढेरै देखाउँछु भन्ने बाबालाई ढिड राख्दो रहेछ होइन जेरीले, एन्ड देन आई थिङ्क त्यो माउन्टेन चढ्दा चढ्दा चाहिँ नि कोही खसेको जस्तो लाग्यो है मलाई, बट आइ एम नट स्योर होइन खसेको जस्तो लाग्यो। आई डोन्ट नो कता कता चाहिँ नि एकदमै स्याड मुभी होला जस्तो नि लागेको छ है मलाई। मेबी एन्डमा चाहिँ नि हाम्रो जसिता र अनमोल केसी पेमा एन्ड जेरी चाहिँ नि निधन हुन्छ होला जस्तो लागिरहेको छ है मलाई, बट आम नट स्योर होइन कता कता स्याड व्यू पनि हुन्छ होला जस्तो लाग्यो गाइस, किनकि जेरीको पार्ट फर्स्ट मुभीमा पनि आई थिङ्क जेरीको निधन नै भएको थियो क्या होइन गाइस। सो यसमा पनि मेबी हुनसक्छ है, आई होप नभइदिने हुन्थ्यो। स्याड मुभी मन पर्दैन गाइस, लाइक त्यो मजाले हेऱ्यो अनि हुन्छ नि, अनि लास्टमा चाहिँ नि त्यो रोएर घर फर्किनु पर्छ नि त्यो हलबाट, अरू यहाँ घरमै हेरे पनि लाइक त्यो स्याडनेसको त्यो फिलिङ्स हुन्छ नि, त्यो मलाई कस्तो मनै पर्दैन है गाइस। आई होप लाइक राम्रै भइदिन्थ्यो, बाँचै हुन्थ्यो होइन गाइस, ह्याप्पी एन्डिङ होइन। ट्रेलर हेर्दा चाहिँ नि मलाई एकदमै राम्रो नै होला जस्तो लागिरहेको छ है मुभी गाइस। सो 17 अक्टोबरमा चाहिँ नि रिलिज हुँदैछ। सो लेट्स गो होइन, को सक्नुहुन्छ, को भ्याउनुहुन्छ, कोलाई एभाइलेबल हुन्छ, हामीले सबैले हेर्नुपर्छ, हाम्रो नेपाली मुभीलाई माया गर्नुपर्छ गाइस। यति भन्दै चाहिँ नि म मेरो रियाक्सन भिडियो यहीँ टुङ्गाउँछु। बाई बाई, आइल सी यु इन नेक्स्ट भिडियो।